सो वेलकम टु माई न्यू ब्लग केटाहरु। आज चाहिँ ब्लगमा के छ स्पेशल भनेपछि एउटै मात्र चिज छ, एउटा दुईटा चिज छ। आज बाइकको बारेमा यसो अलिकति बोल्दिने हो हैन। यहाँ रहेको छ मेरो बाइकको बारेमा चाहिँ किन भन्न गइरहेको छु भनेपछि यो रहेको छ डिस्कभरको पछाडिको के भन्छ यसलाई पुच्छर भन्छ कि जे भने पनि हैन, यो ठक्क लगाएर टेल भनौँ न, डिस्कभरको टेल। अनि त्यसपछि रहेको छ यो RC 200 को अन्डरबेली अनि अनि यो रहेको छ ऐना। यस्तो छ दामी तरिकाको ऐना। मेरो NS 200 मा यही छ। अनि व्हील कभर छ, व्हील कभर अगाडि हाफ छ, पछाडि फुल छ है, लकेडा हो। अनि ठक्क लगाएर यसको सिनेमेटिक हेर्दिउँला आज कस्तो के छ। यही नै रहेको छ आजको भिडियो हैन। सिनेमेटिकमा हेरिहाल्नु होला, एकदम दामी देखिरहेको छ। तपाईहरु पनि लगाउन सक्नुहुनेछ डोमिनरको पछाडिको टेल। अनि त्यसपछि RC 200 को अन्डरबेली अनि प्लस फुल व्हील कभर, अगाडि हाफ व्हील कभर। अनि त्यसपछि यस्तो ऐनाहरु हैन हाल्न सक्नुहुनेछ। यो चाहिँ मैले निकालेको छैन किनकि ओभर हिलो छाप छ अहिले बर्खा मौसममा। अब जाडो महिनामा अनि गर्मी महिनामा निकाल्दिने हो किनकि कन्डिसन हेर्न सक्नुहुनेछ, हिलो छ्यापेर कन्डिसन यस्तो छ। अनि यो नभएको भए के हाल हुन्थ्यो यसको, मेरो त केही हुँदैन थियो।